साफ वुमेन च्याम्पियनशिप भन्न साथ हामी सबैको मनमा एउटा कुरा आउँछ, यो पटक त जसरी पनि जित्नै पर्छ, यो पटक जे गरेर भए पनि जित्नै पर्छ र हाम्रो चेलीहरूले जित्दैन भनेर विश्वास पनि कसरी गर्ने, किनकि लगातार 6 पटक त फाइनलमा पुगेर हारेको छ। साउथ एसियामा त हाम्रो नेपाल अनि हाम्रो नेपाली चेलीहरूले आफ्नो पहिचान बनाइसकेको छ र च्याम्पियन टिम इन्डिया र बङ्गलादेशले पनि हाम्रो नेपाललाई हराउनको लागि दौडनै परिरहेको हुन्छ। तर दुःखको कुरा के भने आजसम्म हाम्रो नेपाल एक पटक पनि च्याम्पियन बन्न सकेको छैन। धेरै खेलाडीहरूले आफ्नो प्राइम टाइम यही जर्सीमा बिताइरहेका छन् र कसैले आफ्नो चोट लुकाएर खेलिरहेका छन् भने कसैले आफ्नो घरको दुःख बिर्सेर र कतिले त आफ्नो सपनालाई सेक्रिफाइस गरेर खेलिरहेका छन्। तर अझै पनि एक पटक च्याम्पियन बन्न सकेको छैन। हरेक पटक फाइनलमा पुग्दै हार्न परेपछि हामी सबैको च्याम्पियन बन्ने सपना अझै पनि अधुरै छ र अझै पनि आश पनि मरेको छैन। साफ वुमेन च्याम्पियनशिप 2026 यही मेको 25 तारिकदेखि इन्डियाको गोवामा हुँदैछ र तपाईहरु कतिको एक्साइटेड हुनुहुन्छ र तपाईहरुको अनुमान के छ, यो पटक हाम्रो नेपाल च्याम्पियन बन्छ त? र यो टुर्नामेन्ट हेर्नको लागि कोही पनि नछुट्नु होला, किनकि हाम्रो नेपालले साफ जित्नु भनेको वर्ल्ड कप जित्नु सर हो। र भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्नु होला, कोही पनि यो टुर्नामेन्ट हेर्नको लागि छुट्नु भएन। र यस्तै नेपाली फुटबल अपडेटको लागि हामीसँग अझै पनि जोडिनु भएको छैन, भिडियो हेरिराख्नु भएको छ भने भिडियोलाई लाइक गर्नुहोस् अनि तपाईहरुको मनमा लागेको कुरा कमेन्ट गर्नुहोस् अनि फलो गर्न भने नबिर्सिनु होला। जय नेपाली फुटबल।